हेलो गाइस, आज चाहिँ म 2 साल बाद आइब्रो गर्दैछु। मेरो चाहिँ आइब्रै आउँदैन, अलिअलि छ। मेरो आइब्रो गरिदिन्छ मेरो साथी सविता। यसले चाहिँ एकदम राम्रो गर्छ है आइब्रो। मेरो आइब्रो त छैन र नबिगार्नु। मलयालीहरूले चाहिँ पुरै बिगारिदिन्छ कि यो मलयालीहरू खालि लापलुखु गर्छ, पुरै बिगारिदिन्छ। यिनीहरूले यो भिडियो हेऱ्यो भने बुझ्दैन क्या मैले के भने नि यिनीहरूले बिगार्छ भनेर। मेरो आइब्रो कस्तो गर्छ यसले, म आफै पक्रिन्छु। मेरो चाहिँ आँखा पनि अलिक कमजोर छ कि, बिहाइ नगरी बुढी भएर चाहिँ म चाहिँ आँखा ल दामी भन है, ल अलिक राम्रो देख्छु। ल कसो हुनु पढ लाउडा त यहाँ चिल्लै छ त हो। यसमा काम गरेर कस्तो बिजोग भइरहेछ, पसिना काम गर्ने मान्छे जस्तो हुन्छ। सबै मट्का जस्तो बनाइदिन्छु नि निकालेर। आँखा बन्द गर्नु होला अब आइब्रो गर्नु। दामी बनाऊ, राम्रो देखोस् मान्छेले देख्दा पनि। माथि पनि तान्नु होइन, कोही छैन त हौ तान्ने पनि। आएर साइड त त्यो यसका टच्नुपर्यो दादा। तर कहाँ छ मुसा निकालिदिन्छु त। यहाँ मेरो मासु त लाग्थ्यो अरे मुसा। यी केटीले चाहिँ मेरो यहाँको मुसा पनि निकाल्दैछ। ठिकै छ, त्यसै नै राम्री छु म। यो आइब्रो नगर्दा पनि राम्री त छैन, त्यही पनि राम्रो छ भन्दा मक्कै पर्छ। ल को राम्री छ? आउ यहाँ को राम्री छ? सबै त मलाई राम्री छैन भने होइन। जास्ती जेलसी जास्ती जेलसी। आरे सुन्दरी उल्लू बा, आरे सुन्दरी उल्लू। आरे सुन्दरी उल्लू जास्त यहाँ कुर्छ अलिक जास्ती कुर्छ जास्ती सुन्दरी उल्लू। यहाँनिर आयो सुन्दरी चाहिँ आइब्रो पनि भइहाल्यो। त्यसो राम्री नै छु, आइब्रो झनै राम्री देख्छ। यहाँ सुन्दरी उल्लू।